चाहिँ मसँग एउटा आँप थियो। अब यसलाई चाहिँ लस्सी बनाएर खानु पर्यो भनेर ट्राई गर्दैछु है। एउटा आँप, अलिकति दही छ, यसको चाहिँ म लस्सी ट्राई गर्छु। मैले दही आँप भयो। अब यो चिनी पनि राख्यो, 1 चम्ची चिनी। दही अलिक अमिलो छ, त्यसैले अलिकति चिनी चाहिँ अलिक बढी नै राखेँ। अनि यो चाहिँ अलिकति मरिचको धुलो थोरै, यसलाई पनि अलिकति एड गरेँ, ग्राइन्ड पनि गरेँ। कस्तो भयो, यस्तो भयो चाहिँ लास्ट टाइम आउँछ। यो चाहिँ यस्तो भयो, यस्तो भएपछि होइन यता चाहिँ यस्तो खाँदा खुसी छ भन्छ है। खान्छु ल। यम्मी, मिठो। हजुरहरू पनि बनाएर खानुहोस्, मिठो हुँदो रहेछ है त। बाई बाई।